नमस्कार साथी मित्रहरूलाई स्वागत छ तपाईले आजको भिडियोमा। हामीले नेपालको संक्षिप्त प्रशासनिक जानकारी भन्ने विषय अन्तर्गत केही महत्त्वपूर्ण प्रश्नहरू यो भिडियोमा समावेश गरेछौं। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला। स्टार्ट गरौँ। पहिलो नम्बर प्रश्न छ, नेपालको वर्तमान संविधान कहिले जारी भएको हो? नेपालको वर्तमान संविधान कहिले जारी भएको भने यसको उत्तर छ विक्रम सम्वत 2072 साल असोज 3 गते। 2 नेपालको शासन प्रणाली कस्तो छ? नेपालको शासन प्रणाली कस्तो छ भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक। प्रश्न नम्बर 3, नेपालको राजधानी कहाँ हो? काठमाडौँ। नेपालको कुल प्रदेश संख्या कति छ भने 7 वटा। नेपालको कुल जिल्ला संख्या कति छ भने 77 वटा। नेपालको स्थानीय तहको संख्या कति छ भने 753 वटा। नेपालको संघीय संसद कति सदनात्मक छ? नेपालको संघीय संसद कति सदनात्मक छ भने द्विसदनात्मक छ। राष्ट्रिय सभाको कति सदस्य हुन्छ? राष्ट्रिय सभामा कति सदस्य हुन्छ भने 59 वटा 59। प्रतिनिधि सभामा कति सदस्य हुन्छन्? प्रतिनिधि सभामा कति सदस्य हुन्छ भने 275 जना। नेपालको सर्वोच्च अदालत कहाँ रहेको छ भने सुप्रिम कोर्ट अफ नेपाल। सुप्रिम कोर्ट अफ नेपाल। नेपालको प्रधान न्यायाधीश कसले नियुक्त गर्छ? नेपालको प्रधान न्यायाधीश कसले नियुक्त गर्छ भने राष्ट्रपतिले। नेपालको राष्ट्रिय प्रमुख के हो? नेपालको राष्ट्र प्रमुख को हो भनेको राष्ट्रपति। नेपालको सरकार प्रमुख को हो प्रधानमन्त्री। यहाँ के छ, राष्ट्र प्रमुख भनेको राष्ट्रपति र सरकार प्रमुख भनेको प्रधानमन्त्री हुन्। नेपालको प्रशासनिक विभाजन कति तहमा गरिएको हुन्छ भने यसलाई 3 तहमा, संघीय, प्रदेशीय र स्थानीय 3 तहमा। नेपालको संविधान नेपालको संविधानको संरक्षक भनेको नेपालको संविधान संरक्षक को हो सर्वोच्च अदालत। लोकसेवा आयोगको स्थापना कहिले भएको? लोकसेवा आयोगको स्थापना कहिले भएको हो भने विक्रम सम्वत 2008 असारे गते। लोकसेवा आयोगको मुख्य काम के हो? सरकारी सेवा लागि योग्य कर्मचारीको छनौट गर्नु। नेपालको केन्द्रीय बैंक कुन हो? नेपालको केन्द्रीय बैंक कुन हो भने नेपाल राष्ट्रिय बैंक। नेपालको प्रशासनिक केन्द्र कुन मन्त्रालयलाई मानिन्छ? नेपालको प्रशासनिक केन्द्र कुन मन्त्रालयलाई मानिन्छ भने मिनिस्ट्री अफ फेडरल अफेयर्स एन्ड द जनरल एडमिनिस्ट्रेसन। नेपालको राष्ट्रिय भाषा कुन हो? नेपाली। नेपालको राष्ट्रिय जनगणना प्रत्येक कति वर्षमा गरिन्छ भने 10 वर्षमा। नेपालमा सबैभन्दा ठुलो प्रशासनिक इकाइ कुन हो? प्रदेश। नेपालको सबभन्दा पुरानो सानो स्थानीय तह कुन हो भने वडा। गाउँपालिकाको प्रमुखलाई के भनिन्छ? अध्यक्ष। नगरपालिकाका प्रमुखलाई के भनिन्छ भने प्रमुख अथवा मेयर। नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य काम के हो भनेको भ्रष्टाचार नियन्त्रण। महालेखा परीक्षकको मुख्य काम के हो भनेको सरकारी कार्यालयको लेखा परीक्षण गर्नु। राष्ट्रिय योजना आयोगको मुख्य काम के हो भने विकास योजना निर्माण गर्नु। नेपालको प्रशासनिक सेवा प्रवेश गर्न मुख्य संस्था कुन हो भनेको पब्लिक सर्भिस कमिसन नेपाल भनेको PSC भनेको जुन हामी गर्छौँ भनेको लोकसेवाको एक्जाम त्यही भनेको PSC भनेको पब्लिक सर्भिस कमिसन नेपाल। नेपालमा नागरिकता प्रदान गर्ने निकाय कुन हो भनेको जिल्ला प्रशासन कार्यालय। जिल्ला प्रशासन कार्यालयको प्रमुख को हुन्छ भनेको जिल्ला प्रमुख भनेको अधिकारी CDO। नेपालको पहिलो संविधान कहिले जारी भएको भने नेपालको पहिलो संविधान कहिले जारी भएको भने विक्रम सम्वत 2004 सालमा। नेपालको वर्तमान संविधान कति भाग छन्? नेपालको वर्तमान संविधानमा कति भाग छन्? 35 वटा। नेपालको वर्तमान संविधानमा कतिवटा अनुसूची छ भने 9 वटा। नेपालको राष्ट्रिय सुरक्षा परिषदको को हुनुहुन्छ भने प्रधानमन्त्री। प्रदेश सरकारको प्रमुखलाई के भनिन्छ? मुख्यमन्त्री।
प्रदेशको संवैधानिक प्रमुख को हुन् भने प्रदेश प्रमुख। अर्को क्वेसन नेपालमा नेपालिकाको सर्वोच्च निकाय कुन हो भनेको सर्वोच्च अदालत। फेरि यसै गरी हाम्रो अर्को प्रश्न छ नेपालको प्रशासनिक कानुन कार्यान्वयन गर्ने मुख्य निकाय कुन हो भने गृह प्रशासन। सिंहदरबार कहाँ रहेको छ भनेको सिंहदरबार कहाँ रहेको छ भने सिंहदरबार नेपालको सबभन्दा ठुलो मन्त्रालय कुन हो भनेको मिनिस्ट्री अफ होम अफेयर। राष्ट्रिय परिचय पत्र वितरण गर्ने निकाय कुन हो भनेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग। नेपालमा भ्रष्टाचार मुद्दा हेर्ने विशेष अदालत कुन हो भनेको विशेष अदालत। नेपालको प्रशासनिक प्रणाली कुन सिद्धान्तमा आधारित छ भने अर्को प्रश्न नेपालको प्रशासनिक प्रणाली कुन सिद्धान्तमा आधारित छ भने शक्ति पृथकीकरण र निर्णय सन्तुलन। प्रश्न नम्बर 45 नेपालको संविधान अनुसार सार्वभौम सत्ता कसमा निहित छ भनेको नेपाली जनतामा निहित छ। नेपालको सरकारी कामकाज भाषा के हो भनेको नेपाली भाषामा। नेपालमा स्थानीय तह निर्वाचन सञ्चालन गर्ने निकाय कुन हो भने इलेक्सन कमिसन नेपाल। नेपालको सरकारी कर्मचारीलाई कुन ऐनले व्यवस्थापन गर्छ भनेको निजामती सेवा ऐनले। नेपालको सरकारी कर्मचारीले कुन ऐनले व्यवस्थापन गर्छ भने निजामती सेवा ऐनले। फेरि प्रश्न 49 नेपालको प्रशासनिक सुधार आयोग पहिलो पटक कहिले गठन गरिएको हो भने यसको सही उत्तर छ विक्रम सम्वत 2009 सालमा। प्रश्न 50 न्याप सभा परीक्षामा प्रशासन विषय किन महत्त्वपूर्ण मानिन्छ। सरकारी संरचना सेवा प्रणाली र प्रशासनिक कार्यबारे ज्ञान